नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म बिहानै भिडियो बनाउनको लागि चिया खाएर म तल आइरहेको छु। साइकल लिएर आएको छु। अनुहार चाहिँ आज भर्खर उठेर जस्तो भइरहेछ। कस्तो बनाउँछु लागिरहेछ। फेरिहरू अनुहार घाउ आएर कस्तो राम्रो भइरहेछ। आज चाहिँ सानो भिडियो बनाउँदैछु। सबैजनाले माया देखाइदिनु होला, सपोर्ट गर्नु होला। ठुलो राम्रो त बनाउन नि अझै सकिँदैन। तपाईँहरूले साथ सपोर्ट गर्दै गरिरहनु हो भने चाहिँ अलिक नयाँ पनि बनाउन सकिन्छ। बनाउने हौसला पनि मिल्छ। यता सबैजनाले सपोर्ट गर्नु फर्स्ट अफ अल त त्यही भन्न चाहन्छु। सपोर्ट पनि गर्नु पर्यो। आज चाहिँ म कस्तो भयो हामी त्यस्तो साह्रो हुने खेलेर सबैले लगाइदिइहाल्नु अलिअलि। त्यही भएर दुईटिको खेर मैले चाहिँ मामाको भेष लगाएको थिएँ। त्यही भएर देखिरहेको छ। सौदै रहेछ मान्छे यत्रो भेची ठुलो यत्रो फुल फुलिरहेछ है। तर फुल दिने मान्छे चाहिँ एउटै पनि कहीँ। अबे साले जो माफ करना मैं होइन कसैलाई फुल दिनु मन छ भने दिनु होला है। यस्तो बबाल फुलिरहेको थियो नि। मेरो साइकल चाहिँ यस्तै छ। तर यो किनेको कति पनि भएको छैन। यो पाइडरको प्यारिङ हुँदैछ कि सक्ने कि हाल्दा पार्लाङ पर्नु यतापट्टि पनि बिग्री गयो। बिहानै आकाश खुलेको भए चाहिँ बबाल सिन देखिन्छ। तर यो चाहिँ पुरा धुम्मिरहेछ है। गर्मी बढिरहेको जस्तै झ्याउ लाग्छ। त्यही चाहिँ घाम चाहिँ लाग्दैन तर पनि गर्मी मेरो चाहिँ बल खेल्नु नगे दुया कालो भइरहेछ मासले कस्तो कालो भइरहेछ मासले कस्तो। पैसा बर्बाद म चाहिँ घर लाग्यो लागेर अहिले लड्यो भने चाहिँ के हुन्छ पनि थाहा छैन। डाँडा खुस्किन्छ र मान्छेलाई। म त उपाएर भिडियो बनाउँदा डुलेर आएको। मकै गर्नु पो पर्यो। डुलेको काम भएन नि। डुलेको काम भएन। अलि मजाले गर्नु है काका भए छिटो। म चाहिँ मकै गोड्नलाई कोदालो लिएर बसिरहेको छु। हाम्रो काका पनि गोड्दैन। मकै गोड्नै बिर्सिसकेछ। खोइ काम गर्नै सकिँदैन त। मकै गोड्ने धमाधम भइरहेछ यहाँ। मकै गोड्ने धमाधम छ है भन्नु। मकै रोप्ने बेलामा आए मकै गोड्ने आयो। मकै राख्ने बेला खाने बेला पनि आउँदा मिल्छ। गाडी मकै गोलेको हेर्नु मकै गोलेको हेर्नु मजाले हेर्नु कस्तो मकै राम्रो रहेछ। लसुनको बाली पनि यहाँ छ टन्नै। लसुनको दाना यस्तो दाना पनि गर्छ। मकै त गोडेर पनि सकियो। यहाँ हुँदादेखि आएको उहाँ पुग्यो। पसिना खलखली आइरहेछ। कहिले नगोडेकोले हो या गोड्दा पसिना आए जस्तो लाग्यो। पसिना भयो खतम।